दर्शकबिन हामी काठमाडौँ महानगरपालिकाको दृश्य देखाइरहेका छौँ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई हाजिर हुन आउने भनिसकेपछि मेयर बालन शाहको सचिवालय सहित महानगर प्रहरीको टोलीले गेटमा बार लगाइरहेको दृश्य हामीले तपाईँ देखाइरहेका छौँ। यद्यपि यहाँबाट गेटबाटै धकेलेर जनप्रतिनिधि र कर्मचारीहरू सहित यहाँ काठमाडौँ महानगरपालिकामा छिरिरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। लाउन पाइन्छ। हरेक कर्मचारीको आफ्नो एउटा डिग्निटी हुन्छ। कर्मचारीले राम्रोसँग काम गरिरहेको अवस्था सधैँभरि अपमान गरेर लखेटेर अहिले चाहिँ एउटा कर्मचारीको लागि गेट लाउने सरोज अधिकारीजीले गलत गर्नु भएको छ भने त्यसलाई चाहिँ निकाय छ नि त, सही गलतको लागि कारबाही गर्ने निकाय छ नि, त्यो निकाय मार्फत गरिनुपर्छ, न कि महानगरपालिकाको चाहिँ हाजिर गराउनुपर्छ, काम गर्न दिनुपर्छ। सरोज गुरागाई बाहेक अर्को प्रशासकीय अधिकृत यहाँलाई अहिले स्वीकार अहिले हामीलाई आजको लागि चाहिँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई नै हो। हाम्रो कुनै अमुक कुनै व्यक्तिका लागि हामी यहाँ उत्रिया होइनौँ। हाम्रो सरकारले जसलाई पठायो त्यसकोमा छौँ, तर कर्मचारीका प्रति पनि अन्याय हुनु हुँदैन, सरोज गुरागाईका प्रति पनि अन्याय हुँदैन, अर्काका प्रति पनि हुनु हुँदैन। यत्र सारा जनप्रतिनिधि 32 वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य हुनुहुन्छ, मेयर साहब हुनुहुन्छ, उपमेयरजी हुनुहुन्छ, त्यसको नेतृत्व नगर प्रहरीले गर्ने, नगरपालिका भित्रै नगर प्रहरी परिचालन गर्नका लागि राख्या हो नगर प्रहरी। हामीलाई कुनै व्यक्ति विशेषको नाम जोडेको प्रमुख प्रशासकीय अधिकृतसँग हामीसँग सवाल छैन। म चिन्दिनँ सरोज गुरागाईलाई, म व्यक्तिगत रूपमा म चिन्छु त केवल प्रमुख प्रशासकीय अधिकृतलाई म चिन्छु। म कुनै व्यक्ति विशेषको नाम लिन मलाई अधिकार पनि छैन। त्यस कारणले गर्दाखेरि मैले चिन्ने भनेको नै काठमाडौँ महानगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत अहिलेको वर्तमान अवस्थामा अत्यन्त आवश्यकता छ। प्रश्नसँग कुरा के भनेदेखि हामीलाई कलेजको फिस तिर्नु पर्यो यही बेला, किताब किन्नु पर्यो यही बेलामा, कोठा भाडा तिर्नु पर्नेको यही बेला कोठा भाडा तिर्नु पर्यो। अनि यो बेला अप्ठ्यारो हुँदाखेरि चाहिँ यसरी रोकेर कार्यकाल आउनु नदिएर यहाँ उगाएर सानो स्तरको कर्मचारीसँग के न्यु गएको खुवाउनु पर्यो नि, तलब कसले रोक्यो? हामीलाई जोसुकै भए पनि कोही मतलब छैन, हामी तलब खानु पाइयोस् त्यति हो। वेलकम गरिरहनु भएको छ अधिकृतलाई भने पुरानै चाहियो नयाँ चाहियो भन्ने कुरा राज्य जान्न छ, महानगरपालिका जान्न छ। उहाँलाई अहिले दोषी भनिएको छ, दोषी हो भने कारबाही गरिदिनु पर्यो, निर्दोष हो भने उहाँलाई स्वागत गरेर तलब खुवाउनु पर्यो। दोषी भनिएको छ भन्नुको अर्थ उहाँलाई पनि हाजिर गराउन खोज्नु हो तपाईँहरूले? होइन, दोषी भन्ने कुरा दोषी निर्दोषको होइन। हामीले अहिले तत्काल समस्याको समाधान होस् भनेर हामीले भन्यौँ। के गर्दा समस्याको समाधान हुने हो, के गर्दा छिटोभन्दा छिटो कर्मचारी साथीहरूको तलब भत्ता चाहिँ खुवाउन सकिन्छ, त्यति हो कुरा। शुभनाम सरको के हो? कोही पनि आउँदैनन्, सबै आफ्नै कर्मचारी हुन्। यी सबै कर्मचारी तलै बस्छ, कोही छिर्दैन नआत्मा, बाहिर मान्छे छिर्दैन, कोही रोक्न खोजेको होइन, कसैले रोक्न खोजेको होइन। हामीले बुझाएको छ जात्रा जस्तो देखिनु यो केही छैन, यस्तो भइरहन्छ, आफूमा यस्तो हुन्छ केही छैन। लाउन पाइन्छ। हरेक कर्मचारीको आफ्नो एउटा डिग्निटी हुन्छ। कर्मचारीले राम्रोसँग काम गरिरहेको अवस्था सधैँभरि अपमान गरेर लखेटेर अहिले चाहिँ एउटा कर्मचारीको लागि गेट लाउने, एकजना एउटा चाहिँ अफिसको काम गर्ने एउटा अफिसरलाई गेट लाउने, यो गेट महानगरपालिकाले गेट लाउने कतिको न्यायसङ्गत छ? नगर प्रहरी आज चाहिँ कार्यकारीको कोठाभरिदेखि लिएर गएर सबै नगरपालिका यहाँ खट्याइएको छ। यतिखेर चाहिँ 11 बज्दैछ, यतिखेर चाहिँ सबै जनताहरू सेवा लिन आइरहेको अवस्थामा तपाईँहरूको असन्तुष्टि सङ्घीय सरकारसँग हो कि मेयरसँग? हाम्रो दुवैसँग हो। किन हो भनेपछि चाहिँ तपाईँको सरकारले पनि कर्मचारी समयमा पठाउनुपर्छ र सर्वबडाको लागि गर्नुपर्छ र नगरपालिकाले पनि कसरी चाहिँ त्यो कर्मचारीको गलत छ भने गलतको लागि चाहिँ सही गराउनुपर्छ र यदि गलत छैन भने राम्रोसँग छानबिन समिति गठन गरेर काम गरिरहेको अवस्थामा जुनै पनि कर्मचारी आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले अपमान गरेर पठाइएको फिल भएको छ। हामीलाई संविधानभन्दा माथि रहेर चाहिँ कसैले पनि कारबाही गर्ने अधिकार छैन। त्यसको खिलाफमा चाहिँ आज यो कर्मचारीहरू यहाँ उठेको हो र हामी एक भएर उठिरहेको अवस्था छ। अहिले जुन एउटा अनुसन्धानको घेरामा हुने अहिले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको हाजिरीको लागि तपाईँहरूको उपस्थिति हो कि प्रमुख प्रशासकीय अधिकृत जो भए पनि हुने भन्ने हो कि के हो? जो भए भन्दा पनि हाम्रो चाहिँ नि यो हो सरोज अधिकारीजीले गलत गर्नु भएको छ भने त्यसलाई चाहिँ निकाय छ नि
नि त सही गलतको लागि कारबाही गर्ने निकाय छ नि त्यो निकाय मार्फत गरिनुपर्छ न कि महानगरपालिकाको चाहिँ हाजिर गराउनुपर्छ काम गर्न दिनुपर्छ र हामी यो चाहिँ अहिलेको हाजिर मात्रै होइन उहाँको निरन्तरताको लागि पनि हाम्रो आन्दोलन हो निरन्तर हुनुपर्छ उहाँलाई चाहिँ छानबिन गर्छन् अपमान गरेर पठाइएको छ उहाँले गलत गर्नु भएको छ भने कारबाही गर्ने निकाय छ कसैले एक व्यक्तिले मात्रै गर्ने अधिकार चाहिँ छैन भनेपछि सरोज गुरागाईँ बाहेक अर्को प्रशासकीय अधिकृत यहाँलाई अहिले स्वीकार अहिले हामीलाई आजको लागि चाहिँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ नै हो हाम्रो कुनै व्यक्तिका लागि हामी यहाँ उत्रेका होइनौँ हाम्रो सरकारले जसलाई पठायो त्यसकोमा छौँ तर कर्मचारीका प्रति पनि अन्याय हुनु हुँदैन सरोज गुरागाईँका प्रति पनि अन्याय हुँदैन अर्काका प्रति पनि हुनु हुँदैन यत्र सारा जनप्रतिनिधि 32 वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य हुनुहुन्छ मेयर साहब हुनुहुन्छ उपमेयरजी हुनुहुन्छ त्यसको नेतृत्व नगर प्रहरीले गर्ने नगरपालिका भित्रै नगर प्रहरी परिचालन गर्नका लागि राख्या हो नगर प्रहरी यो सबै कर्मचारीको आवाज हो कि केही युनियनहरुको सबै कर्मचारीको आवाज हो होल कर्मचारी हो तपाई यो कुरा माग पूरा भएन यो भएन भने महानगरपालिका कर्मचारीले काम गर्दैन जो कर्मचारी युनियनहरु संगठित हुनुहुन्छ भन्ने कुरा सुनेका युनियन पनि सबैका प्रतिनिधिमूलक संस्था हुन् युनियनहरु हो युनियनसँग पनि एउटा विधि प्रक्रिया युनियन भनेर म युनियनको भनेर उभिएर आउने युनियन होइन नि त युनियन पनि नेपालको संविधान कानुन अनुसार बनाइएको होला नि भने त्यो चीजलाई मान्ने कि नमान्ने उहाँहरूले हाम्रो समाधानको मेन मियो भनेको मेयर साहब हो मेयर साहबले निकाल्नु पर्छ मेयर साहबले यहाँ आए भए हुन्थ्यो नि त हाम्रा माझ पनि हामी पनि सुन्थ्यौं नि उहाँको कुरा उहाँ हाम्रा कुरा सुन्न तयारै नहुने अनि तपाई कार्यकारी आउँदाखेरि उहाँले रोक्ने तपाई गाडीमा व्हील लक लगाउनु भएको छ हेर्नुभयो तपाईहरुले खिच्नुभयो फोटो त्यहाँ खिच्नुस् फोटो व्हील लक लगाउनु भएको छ नगर प्रहरी लगाएर यस्तो अत्याचार पनि गर्न पाइन्छ कार्यालयमा पूर्व प्रशासकीय अधिकृतको गाडीमा व्हील लक लगाएको छ प्रमुख प्रशासकीय अधिकृत एउटा यहाँ मेयरसँग खबरदारी तपाईहरुको स्वाभाविक होला तर संघीय सरकारसँग पनि तपाईहरुले आवाज उठाउनु पर्छ एकदम संघीय सरकारसँग पनि हाम्रो माग हो हामी अमुक यस्तो छ हाम्रो मेयर साहबले गर्ने उहाँले गर्नुहुन्छ उहाँले नसकेको कुरो नेपाल सरकारसँग हामी अनुरोध गर्छौं हामीले ज्ञापन पत्र पनि दिएका छौं नेपाल सरकारलाई पनि अनुरोध गरेका छौं मन्त्रीज्यूलाई पनि भेटेका छौं त्यसको निकास जहाँबाट हुनुपर्ने हो त्यसले निकास खोल्नुपर्ने भन्ने कुरा मात्रै म केवल सिफारिस दक्ष मात्रै हुँ म ताकि मैले सिफारिस बाहेक मैले अरू कुनै कामकाज मैले गर्नु पाएको छैन हामीले त्यस कारणले गर्दाखेरि अहिले वडामा पनि जसरी महानगरपालिका एउटा अनिर्णयको बन्दी अस्तव्यस्त भइरहेको छन् त्यसै अनुरूप वडा कार्यालय पनि अनिर्णयको बन्दी र अस्तव्यस्त भइरहेको छन् र यो अस्तव्यस्तलाई कसरी हुन्छ यसलाई चाहिँ मार्ग प्रशस्त आज गर्नुपर्छ आज हुनुपर्छ हामीलाई कुनै व्यक्ति विशेषको नाम जोडेको प्रमुख प्रशासकीय अधिकृतसँग हामीसँग सवाल छैन भनेको अहिलेका प्रमुख प्रशासकीय अधिकृत जो अनुसन्धानको घेरामा हुनुहुन्छ सरोज गुरागाईँ उहाँलाई हाजिर गराउन हुनुहुन्छ आउनु भएको छ तपाईहरु म चिन्दिन सरोज गुरागाईँलाई म व्यक्तिगत रूपमा म चिन्छु त केवल प्रमुख प्रशासकीय अधिकृतलाई म चिन्छु म कुनै व्यक्ति विशेषको नाम लिन मलाई अधिकार पनि छैन त्यसकारणले गर्दाखेरि मैले चिन्ने भनेको नै काठमाडौँ महानगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत अहिलेको वर्तमान अवस्थामा अत्यन्त आवश्यकता छ आज हेर्नुस् काठमाडौँ महानगरपालिकाको प्राङ्गणमा 3500 कर्मचारीहरू आज चाहिँ जसरी हुन्छ प्रमुख प्रशासकीय अधिकृतलाई चाहिँ कार्यालयभित्र प्रवेश गराउनुपर्छ कामकाज आजबाट प्रारम्भ गराउनुपर्छ भनेर यो आवाज मेरो होइन मैले अहिले जे जति बोलेको कुराहरू यी सबै कर्मचारीको आवाज हुन् कतिपय कर्मचारीको आवाज उनीहरू आफूले चाहिँ आफ्नो मुखरा बिन्दुबाट मुखरित उनीहरू गर्नु सक्दैनन् होला तर हामीले बोल्दै गर्दा जनताको पक्षमा पनि हामीले बोल्नुपर्छ र काठमाडौँ महानगरपालिकाको कर्मचारीको चाहिँ उहाँहरूको हकितको लागि पनि बोल्नुपर्छ हामीले त्यसकारणले गर्दाखेरि यो व्यथिति जो अहिले भइरहेको छ यसलाई अन्त्य गराउनु